लक्ष्मीनारायणाभ्याम नमः। कपूर मिसाको पानी तिनीहरु होला। श्रीखण्डम कुङ्कुमम चैव कर्पूरामिश्रित कर्पूरं परमेश्वर चन्दनादि कर्पूरवर्तनं समर्पयामि। फलानि फल चढाउने रक्तानि रसयुक्तानि स्वादुनि यथा कल्पवानि च मया निवेदन्ति वेशगृहाणि फलानि प्रतिगृह्यतामिदं फलमया देव स्थापितं वरदत्तव तेन मे सफलावापे भवे जन्मनि जन्मनि। लक्ष्मीनारायणाभ्यां नमः। फलं निवेदयामः। दक्षिणा द्रव्यं भन्यो। कपुरबाती कपुर त्यहाँ हालेर बाल्नु हो। कपुरबाती भनेको छ हामी हैन। भयो लो ओम सुरेन्द्र तारका भन्ने तेजपुञ्ज विराजिता कर्पूराधिपदेवेश गृहाण पुरुषोत्तम ओम अग्नि ज्योति ज्योतिरग्नि स्वाहा सूर्यो ज्योति ज्योति सूर्य स्वाहा अनिवर्चो ज्योति वर्च स्वाहा सूर्यो वर्च ज्योति वर्च स्वाहा सूर्यो ज्योति ज्योति सूर्य स्वाहा ओम इदगुंगाभि प्रजननं यशदशवीरगुं सर्वगणगुं स्वस्ते आत्मशनि प्रजाशनि पशुशनि लोकशनि भयशनि अग्नि प्रजां बहुलाम्य करत्वन्नं पयोरेतो अस्मा सुदात। लक्ष्मीनारायणाभ्यां नमः। दीपम दर्शयामि धूपम आग्रपयामि दीपम दर्शयामि। गरुको कहाँ राखौं त्यसलाई? गरुको होइन नि बाँस उति एउटा ठुलो बाँस काट्नु छ छुट्टै त्यो एउटा झन्डा छ यहाँ। त्यो झन्डा पनि छ त्यसको झन्डा पनि राख्नु पर्छ। झन्डा यहाँ कहाँ गरुडको एउटा यसो गरुडको मैले कहाँको छ त्यो झन्डा पनि काट्नु अनि हो त्यसरी त झन्डा त्यसमा झुन्ड्याउनु भन्दा नि त्यो घन्टीमा त्यो गरुडको तलबाट झुन्डाइदिनु भने तलबाट बिहान बिहान बजाउँदा चाहिँ बजोस् किर्लिङ किर्लिङ गरोस् न। हनुमानको त्यहाँ राख्नु खै यता मिलाएर गाडौँ न। त्यहाँ गुरुलान सोध्नु त गुरु कहाँ जानु? गुरुबाट सोध्नु मिलाएर हुन्छ। प्राय मान्छेले धेरैले बाहिर राख्छन् त्यो बाँस गाडेको हुन्छ नि बाँसमा एउटा घन्टी ढुङ्गाएको हुन्छ नि। सल्लाह गरौँ न जे गर्दा नि हुन्छ। यी राखिदिनु भने राखिदिन्छु तर धेरै ठाउँ बाहिर राख्छ होइन। भरिसक्यो बाहिर बाँस गाडेर त्यो लिङ्ग अनि बिहान यसो हल्लाउँछन् त्यो चाहिँ देखेको छ। हो त्यो चाहिँ हो नि त यो। हुन्छ हुन्छ मिलाएर गरौँ। ल ठिकको पानको पत्ता पनि छ नि हो। ल पुष्पले नमस्कार गर्ने। ओम सशंक चक्रम सग्रेट कुंडलम सपीतवस्त्रम सरशीर्वीक्षणम सहारवक्षस्थलकोस्तवश्रियं नमामि विष्णुं शिरसा चतुर्भुजं शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं मन्त्रपुष्पाञ्जलि समर्पयामि नमस्करोमि। लक्ष्मीनारायणाभ्यां नमः। बाहिरपट्टि यो कहाँ यस्तो हो यसरी क्या हो यहाँनिर अग्लो बाँस एउटा ल्याएर त्यतिको सबै बाहिर राख्नु भन्नुपर्छ। हजुर बाहिरपट्टि